ल हेर्नुहोस् यति बेला रातिको समयमा है टक्क है यताउता लाइट बलेको छ झलमल्ल। खासै बजार त होइन क्या हामी बसेको ठाउँहरू है, त्यसैले खासै लाइटहरू बलेको देख्दैन। यो गेटको लाइट हो हाम्रो साउबुढा घरको रमाइलो छ है यो रातिको समयमा चाहिँ। दामी लाग्छ है, कसलाई मन लाग्छ राति भिडियो बनाउनलाई। म चाहिँ रातितिर टक्क आकाशतिर जुन लागेको भिडियो बनाउँछु है, टक्क धेरै रमाइलो लाग्छ कि रातिको समयमा मलाई। चट्ट गाउँतिर पनि राति धेरै हिँड्ने बानी भएर होला साथीहरू है। मलाई गाउँतिर पनि म रातितिर धेरै हिँडिरहन्थ्यो टक्क जङ्गलतिर है। यसो रमाइलो हुन्छ नि होइन साथीहरू। टक्क हेर्नुहोस् तारा त छैन है, आज बादल लागे आकाशतिर चाहिँ देख्न सक्नुहुन्छ। यो खासै बादल छैन होला, ठिकै छ, यस्तै चलिरहेछ। यो चाहिँ सोलर लाइट है हाम्रो साउबाले बिजुलीको बिल धेरै उठ्छ भन्दा होला सोलर लाइट हालेर गाँठे जताततै यहाँ देख्न सक्नुहुन्छ है। खै के हो साउबाको, यस्तै छ साउबाको घरहरू यताउता है। टक्क झलमल्ल गेटको लाइट चाहिँ दामी बल्दैछ कि गाइजहरू। फुलको रुख पनि यहीँ छ, यस्तो बवाल देखाएको छ कि गाइजहरू देख्न सक्नुहुन्छ है। यो फुलको रुख हो, बब्बाल छ है साथीहरू, बब्बाल पहेँलो हो कि यो बेसारे कलरको कि ठ्याक्कै जुन लागेको जस्तै कलरको लाइट छ। बब्बाल रमाइलो लाग्छ मलाई चाहिँ। गेट लाइट चाहिँ बब्बाल छ, उता एउटा छ यता एउटा, यस्तै छ है, यस्तै छ टक्क लगाएर।